नमस्ते, मेरो नाम अभिनव बन्सु हो। म तपाईहरुलाई म्याथमेटिक्स पढाउँछु। हाम्रो डिस्काउन्ट एन्ड भ्याट चलिरहेछ। जसलाई हामी ट्याक्स भन्छौँ। मूल्य आयकर भन्छ हामीलाई। भ्याटलाई हामी मूल्य आयकर भन्छौँ, मूल्य अभिवृद्धि कर। अब हामी प्रश्न हेर्नेछौँ। एउटा कम्प्युटरको अंकित मूल्य, कंप्यूटर अंकित मूल्य 20,000 छ। जसमा 10% छुट गरिएको छ र 13% भ्याट जोडिएको छ भने त्यो कम्प्युटरको बिक्री मूल्य कति पर्यो पत्ता लगाउनुहोस्। ठीक छ। एउटा कम्प्युटरको अंकित मूल्य रु 20,000 छ, जसमा 10% छुट गरिएको छ र 13% मूल्य अभिवृद्धि कर जोडिएको छ भने त्यो कम्प्युटरको मूल्य कति पर्यो भने पत्ता लगाउनुहोस्। भन्नाले हामीलाई त्यो कम्प्युटरको कस्टमरले पे गर्ने प्राइस हामीलाई फाइन्ड गर्नु छ। The price of a computer is ₹20,000, in which 10% discount was given and 13% VAT is levied on it. Find the price of the computer paid by the customer. यहाँ अंकित मूल्य हाम्रो मार्क प्राइस कति छ 20,000। ठीक छ। मार्क प्राइस इज 20,000, डिस्काउंट छुट कति छ डिस्काउंट हाम्रो छ 10%। त्यसपछि भ्याट कति छ मूल्य अभिवृद्धि कर भ्याट पर्सेंट छ हाम्रो 13%। अब हामीलाई पत्ता लगाउनु छ अंकित। अब हामीलाई पत्ता लगाउनु छ एसपी विथ भ्याट। भन्नाले मूल्य अभिवृद्धि कर सहितको विक्रय मूल्य। ठीक छ। हामीलाई एसपी विथ भ्याट फाइन्ड गर्नु छ। पहिले हामीले के निकाल्नु छ यहाँ हामी निकाल्नु छ विक्रय मूल्य। भन्नाले एसपी हामी फाइन्ड गर्ने छौँ। हामीसँग फर्मुला के छ 100 माइनस डिस्काउंट पर्सेंट बाई 100 इन्टु मार्क प्राइस। हाम्रो डिस्काउंट पर्सेंट कति छ 10% बाई 100 इन्टु एमटी कति छ हाम्रो 20,000। हाम्रो आउँछ 90 इन्टु 200 हाम्रो आउँछ 18,000। हाम्रो आयो एसपी। यसलाई हामी विक्रय मूल्य भन्छौँ। त्यसपछि हामीले के फाइन्ड गर्नु छ एसपी विथ भ्याट। ठीक छ।
मूल्य अवृद्धि कर सहितको विक्रय मूल्य हामीले फाइन्ड गर्नेछौँ। हामीसँग फर्मुला के छ, 100 प्लस VAT% बाई 100 इन्टु सेलिङ प्राइस। यो हाम्रो एसपी विथ भ्याट फर्मुला के छ, 100 प्लस VAT% बाई 100 इन्टु विक्रय मूल्य। 100 प्लस VAT% कति छ, 13 बाई 100 इन्टु हाम्रो सेलिङ प्राइस कति छ, 18,000। यो हाम्रो आउँछ 113 गुणे 180। यो हाम्रो आउँछ एसपी विथ भ्याट। हाम्रो एसपी विथ भ्याट कति आउँछ, 113 गुणे 180। हाम्रो आउँछ 20,340। आउँछ हाम्रो 20,340। यो हाम्रो कस्टमरलाई तिर्नुपर्ने प्राइस कति आयो, 20,340। अब हामी यहाँ हेर्छौँ, सुरुमा हामीलाई के दिएको छ, दिएको डाटालाई हामीले दिएको तथ्यलाई पहिला लेख्ने। अंकित मूल्य दिएको छ हाम्रो 20,000, त्यसपछि छुट कति दिएको छ, 10%, र मूल्य आयकर मूल्य अभिवृद्धि कर कति दिएछ हाम्रो, भ्याट कति छ, 13%। पहिला हामीले के निकाल्ने, हामीले के निकाल्छौँ, हामीले हिजो हेरेका थियौँ, मार्क प्राइसमा डिस्काउन्ट गरेपछिको अमाउन्टलाई हामी के भन्छौँ, सेलिङ प्राइस। ठीक छ, सेलिङ प्राइस हाम्रो के लाग्छ, भ्याट थपिन्छ, यसलाई हामी भन्छौँ एसपी विथ भ्याट। ठीक छ, हामीसँग डाटा यही छ। अब हामीले यहाँ मार्क प्राइस दिएको छ र डिस्काउन्ट पर्सेन्ट दिएको छ भने हामीले के निकाल्ने, पहिला हामी निकाल्छौँ सेलिङ प्राइस। सेलिङ प्राइसको हामीसँग फर्मुला के छ, विक्रय मूल्य 100 माइनस छुट प्रतिशत बाई 100 इन्टु अंकित मूल्य। हाम्रो आयो 100 माइनस 10 बाई 100 इन्टु 20,000। हाम्रो कति आयो, 90 इन्टु 200। यो आयो हाम्रो 18,000। एसपी कति छ, विक्रय मूल्य 18,000। एसपी आइसकेपछि हामीलाई भ्याट प्रतिशत दिएको छ, भ्याट प्रतिशत कति छ, 13%। हामीसँग फर्मुला के छ, एसपी विथ भ्याट को 100 प्लस VAT% बाई 100 इन्टु सेलिङ प्राइस। यो हाम्रो 100 प्लस 13 बाई 100 इन्टु 18,000। हाम्रो आयो 113 इन्टु 180। आयो हाम्रो 20,340 आयो हाम्रो। ठीक छ, त्यस्तै हामीले अर्को प्रश्नहरू पनि हेर्नेछौँ। दोस्रो प्रश्न हेर्नेछौँ हामी। एउटा मोबाइलको अंकित मूल्य रु 10,000 छ र त्यसमा 13% भ्याट जोडिएको छ भने ग्राहकलाई कति पैसामा त्यो मोबाइल भेट्छ। ठीक छ, द मार्क प्राइस of a mobile is Rs 10,000 and 13% VAT is levied on it, then how much money will the customer have to pay? भन्नाले कस्टमरलाई कति पैसा तिर्नुपर्छ हामीले निकाल्नु के पर्छ, यसमा मूल्य आयकर सहितको विक्रय मूल्य हामीले दिएको के छ, यसमा हामीले पहिले दिएको लेख्ने। अंकित मूल्य के छ हाम्रो, अंकित मूल्य कति दिएको छ, अंकित मूल्य यहाँ कति छ हाम्रो 10,000। ठीक छ, यहाँ हामी के हेरिरहेका छौँ, अंकित मूल्यमा केही पनि छुट छैन। यहाँ हामी हेरौँ मार्क प्राइस छ, सीधा यसमा के जोडिएको छ, भ्याट जोडिएको छ।
सीधा यहाँ भ्याट जोडेपछि यो अमाउन्ट के आउँछ एसपी विथ भ्याट योमा डिस्काउन्ट गरिएको छैन हामीले याद के राख्नुपर्छ योमा डिस्काउन्ट योमा केही पनि गरिएको छैन अब यहाँ भ्याट प्रतिशत कति छ मूल्य अवधि कर कति छ भ्याट प्रतिशत हाम्रो कति छ 13% छ ठीक छ त्यसपछि हामीले के निकाल्ने योमा हामी निकाल्नु पर्छ मूल्य अवधि कर सहितको विक्रय मूल्य एसपी विथ भ्याट हाम्रो कति आउँछ यहाँ एसपी विथ भ्याट को हामीसँग फर्मुला के छ 100 प्लस भ्याट % बाई 100 इन्टु सेलिङ प्राइस हामीसँग फर्मुला के छ डिस्काउन्ट दिएकै छैन हामीले के निकाल्ने हो एसपी विथ भ्याट 100 प्लस भ्याट % बाई 100 इन्टु सेलिङ प्राइस यो हाम्रो आउँछ 100 प्लस 13 बाई 100 इन्टु 10,000 कति हो हाम्रो 113 गुणे 100 यो आउँछ हाम्रो आरएस 11,300 हाम्रो आउँछ मूल्य अवधि कर सहितको विक्रय मूल्य हाम्रो आउँछ एसपी विथ भ्याट ठीक छ हाम्रो आयो यो हामीले पहिला दिएको डाटा लेख्छौँ अंकित मूल्य दिएको छ हाम्रो 10,000 त्यस्तै मूल्य अवधि कर कति छ हाम्रो 13% त्यसपछि यहाँ हामीले के हेरिरहेका छौँ योमा डिस्काउन्ट पर्सेन्ट दिएको छैन डिस्काउन्ट दिएकै छैन सिधा त्योमा के गरिएको छ भ्याटलाई जोडिएको छ अनि हामीले पहिला के निकाल्ने हो योमा मूल्य अवधि कर सहितको विक्रय मूल्य भन्नाले हामीले एसपी विथ भ्याट फाइन्ड गर्नु छ मतलब हामीलाई बिक्री मूल्य पत्ता लगाउनु छ एसपी विथ भ्याट को हामीसँग फर्मुला के छ 100 प्लस भ्याट % बाई 100 इन्टु सेलिङ प्राइस हाम्रो 100 प्लस 13 बाई 100 इन्टु 10,000 यहाँ हाम्रो 113 इन्टु 100 आउँछ 11,300 पर्यो त्यसै हामीले अर्को प्रश्न हेर्नेछौँ रामले रु 9,900 मा एउटा साइकल किन्यो जसमा 10% भ्याट जोडिएको छ त्यो साइकलको पत्ता लगाउनुहोस् ठीक छ क्वेशन के भनिरहेको छ रामले रु 9,900 मा एउटा साइकल किन्यो जसमा 10% भ्याट जोडिएको छ त्यो साइकलको अंकित मूल्य पत्ता लगाउनुहोस् Ram bought a cycle for Rs 9,900 in which 10% VAT was levied. What was the mark price of that bicycle? यहाँ बिक्री मूल्य कति छ भन्नाले एसपी विथ भ्याट कति छ एसपी विथ भ्याट हाम्रो Rs 9,900 छ
ठिक छ 9900 छ। त्यस्तै मूल्य अभिवृद्धि कर कति छ हाम्रो भ्याट पर्सेन्ट। भ्याट पर्सेन्ट कति छ 10% छ। हामीले पत्ता के लगाउनु छ अंकित मूल्य। हामीले अंकित मूल्य एमपी फाइन्ड गर्नु छ। ठीक छ। अब यहाँ हेरौँ हामीले एमपी फाइन्ड गर्नु छ। हामीलाई एमपी फाइन्ड गर्नु छ। यहाँ दिएको के छ हाम्रो एसपी विथ भ्याट। एसपी विथ भ्याट हामीलाई दिएको छ। एसपी विथ भ्याट दिएको छ र त्यसपछि हामीले यहाँ के दिएको छ भ्याट प्रतिशत छ। हाम्रो भ्याट प्रतिशत 10% छ र हामीले पत्ता के लगाउनु छ मार्क प्राइस एमपी अंकित मूल्य हामीले पत्ता लगाउनु छ। अब हेरौँ हामीले एसपी विथ भ्याट दिएको छ। योमा डिस्काउन्टको कुरा गरिएको छैन। डिस्काउन्ट दिएको छैन। डिस्काउन्ट दिएको छैन। हामीसँग फर्मुला के छ यहाँ हामीसँग फर्मुला के छ बिक्री मूल्य। बिक्री मूल्य एसपी विथ भ्याट फर्मुला हामीसँग के छ 100 प्लस भ्याट पर्सेन्ट बाई 100 इन्टु सेलिङ प्राइस। सेलिङ प्राइस भन्नाले विक्रय मूल्य। अब हाम्रो बिक्री मूल्य कति छ 9900 बराबर 100 प्लस 10 बाई 100 इन्टु सेलिङ प्राइस। हाम्रो कति आउँछ 9900 बराबर 110 बाई 100 इन्टु सेलिङ प्राइस। 0 कट्छ हाम्रो और एसपी को भ्यालु के हुन्छ हाम्रो 999,000 10 ले मल्टिप्लाई हुन्छ बाई 11 11 9 जा यो हाम्रो एसपी भन्नु यसलाई। योमा डिस्काउन्ट को कुनै गरिएको छैन भने यो अंकित मूल्य। एमपी बराबर यहाँ एसपी भइहाल्छ किनभने यहाँ डिस्काउन्ट गरेको छैन। कति आउँछ हाम्रो आरएस 9000। यहाँ हेरौँ हामी यसको मार्क प्राइस हामीले पत्ता लगाउनु छ। योमा डिस्काउन्ट गरिएको छैन र भ्याट कति जोडिएको छ 10% र ग्राहकले कति तिर्नु परेको छ 9900। अब यहाँ बिक्री मूल्य छ एसपी विथ भ्याट 9900। त्यस्तै मूल्य आयकर मूल्य अभिवृद्धि कर कति छ 10% र अंकित मूल्य हामीले पत्ता लगाउनु छ। हामीसँग बिक्री मूल्यको फर्मुला एसपी विथ भ्याट को फर्मुला के छ 100 प्लस मूल्य अभिवृद्धि कर बाई 100 इन्टु विक्रय मूल्य। हामी यहाँ बिक्री मूल्य कति छ 9900 बराबर 100 प्लस 10 बाई 100 इन्टु विक्रय मूल्य। अब हामी भ्यालु राख्ने छ 9900 बराबर 110 बाई 100 इन्टु एसपी। 0 क्यान्सल भयो। अब 9900 लाई 10 ले मल्टिप्लाई गर्दा 99000 आयो। डिभाइड यो मल्टिप्लाई में छ भने अर्को साइड जाँदा डिभाइड में आउँछ। हामी डिभाइड गर्दा कति आउँछ 99000 बाई 11 यो आउँछ हाम्रो 9000। अंकित मूल्य कति आयो अंकित मूल्य र विक्रय मूल्य दुवै सेम छ। कति आयो 9900। त्यस्तै हामी अर्को प्रश्न हेर्नेछौँ।
राजुले एउटा टेबल रु 8,000 मा किन्यो जसमा 2,000 छुट गरिएको छ भने त्यो टेबलमा गरिएको छुट प्रतिशत पत्ता लगाउनुहोस्। ठीक छ। क्वेशनले के भनिरहेछ, राजु bought a table for Rs 8,000 in which Rs 2,000 was given as a discount. Then what was the discount percent given in that table? हामीले यहाँ के पत्ता लगाउनु छ, यसको विक्रय मूल्य दिएको छ र हामीलाई छुट अमाउन्ट दिएको छ र हामीलाई पत्ता लगाउनु छ छुट प्रतिशत कति छ त्यो निकाल्नु छ। दिएको के छ यहाँ एसपी, यो विक्रय मूल्य कति छ आरएस 8,000, छुट कति छ, डिस्काउंट कति छ आरएस 2,000। अब हामीले पत्ता के लगाउनु छ, छुट प्रतिशत, डिस्काउंट पर्सेंट बराबर वाट। ठीक छ। हामीले यो मा दिएको के छ, हेर्नुस् यहाँ मार्क प्राइस एसपी दिएको छ, एसपी दिएको छ र डिस्काउंट दिएको छ हाम्रो 2,000, एसपी कति छ हाम्रो 8,000। हामीले दिएको के छ, योमा एसपी दिएको छ र डिस्काउंट अमाउन्ट दिएको छ। हामीले के निकाल्नु पर्ने छ, डिस्काउंट प्रतिशत कति छ त्यो पत्ता लगाउनु। ठीक छ। अब हामीसँग फर्मुला के छ, यहाँ एमपी अंकित मूल्य हाम्रो अंकित मूल्य कति छ आरएस 8,000। अंकित मूल्य पहिला निकाल्नु छ हामीले। अंकित मूल्य बराबर के हुन्छ हाम्रो सेलिङ प्राइस प्लस डिस्काउंट। यो हाम्रो कति हुन्छ आरएस 8,000 प्लस आरएस 2,000, हाम्रो आउँछ आरएस 10,000। हाम्रो के भयो, अंकित मूल्य भयो एमपी, अंकित मूल्य एमपी भयो। त्यसपछि हामीसँग फर्मुला के छ, छुट प्रतिशत, डिस्काउंट पर्सेंट। हामीसँग फर्मुला के छ, छुट डिस्काउंट बाय अंकित मूल्य एमपी इंटू 100%। हाम्रो छुट कति छ आरएस 2,000 बाय 10,000 इंटू 100%। दुईवटा जीरो गयो, यहाँ दुईवटा कट्यो, हाम्रो आउँछ 20%। छुट प्रतिशत कति हुन्छ हाम्रो 20%। यहाँ हामीले पहिला दिएको के छ, सेलिङ प्राइस दिएको छ भने विक्रय मूल्य छ 8,000, छुट कति दिएको छ 2,000। छुट दिएपछि हामीले के निकाल्ने हो, पहिला योमा अंकित मूल्य निकाल्नु छ हामीले। अंकित मूल्य बराबर विक्रय मूल्य प्लस छुट, यो कति आयो हाम्रो 10,000 आयो। त्यसपछि छुट प्रतिशत निकाल्नको लागि हामीसँग फर्मुला के छ, डिस्काउंट पर्सेंट बराबर छुट बाय अंकित मूल्य इन्टु 100%। यो छुट कति छ हाम्रो 2,000 बाय अंकित मूल्य 10,000 इन्टु 100%, यो हाम्रो 20% आउँछ। ठीक छ। त्यस्तै हामी अर्को प्रश्न हेर्नेछौँ। पाँचौं प्रश्न हेर्नेछौँ हामीले। एउटा मोबाइलमा 10% छुट गरियो र 10% भ्याट जोडियो र
त्यस मोबाइलको मोबाइललाई RS 19,800 में बेचियो भने त्यो मोबाइलको अंकित मूल्य पता लगाउनुहोस्। ठीक छ। क्वेश्चनले के भनिरहेको छ, एउटा मोबाइलमा 10% छुट गरिएको छ, 10% छुट गरिएको छ र 10% नै भ्याट जोडिएको छ र त्यस मोबाइललाई रु 19,800 मा बेचियो भने त्यो मोबाइलको अंकित मूल्य पत्ता लगाउनुहोस्। ठीक छ। त्यो मोबाइलको हामीले के गर्नु छ, अंकित मूल्य पत्ता लगाउनु छ। यहाँ हेरौँ हामी, यसलाई हामी 9,900 छ, ले हामी 9,900 में। ठीक है। अब हेरो यहाँ, in a mobile 10% discount is given and 10% VAT is levied on it, and the mobile is sold for Rs 9,900, then what is the mark price of that mobile? ठीक है। यहाँ पहले दिए वो तथ्यलाई हामी लेख्छौँ। यहाँ दिए के छ, छुट प्रतिशत, डिस्काउंट पर्सेंट कति छ हाम्रो 10%। त्यस्तै मूल्य अभिवृद्धि कर प्रतिशत कति छ, भ्याट प्रतिशत कति छ हाम्रो 10%। त्यस्तै बिक्री मूल्य कति छ, बिक्री मूल्य हाम्रो SP विथ भ्याट RS 9,900 छ भने त्यो मोबाइलको अंकित मूल्य MP कति हुन्छ भने हामीले पत्ता लगाउनु छ। यहाँ अब हेर्नुस्, यहाँ मार्क प्राइस हामीलाई निकाल्नु भनिरहेछ, कति हुन्छ, डिस्काउंट यहाँ गरिएको छ, डिस्काउंट गरेपछि अमाउन्टलाई हामी के भन्छौँ, सेलिङ प्राइस। सेलिङ प्राइसमा के लाग्छ हाम्रो, भ्याट लाग्छ। सेलिङ प्राइसमा हाम्रो भ्याट लाग्छ। भ्याट लागेपछि अमाउन्टलाई हामी के भन्छौँ, SP विथ भ्याट। SP विथ भ्याट भन्नाले बिक्री मूल्य। हामीलाई यसमा के दिएको छ, बिक्री मूल्य दिएको छ। बिक्री मूल्य हाम्रो कति छ, 9,900। त्यस्तै भ्याट प्रतिशत कति छ हाम्रो 10% र डिस्काउंट प्रतिशत कति छ हाम्रो 10% नै छ भने हामीले पत्ता के लगाउनु छ, हामीले पत्ता अंकित मूल्य हामीले पत्ता लगाउनु छ। यहाँ दिएको छ हाम्रो SP विथ भ्याट, हामी SP विथ भ्याट दिएको छ भने हामी उल्टै जान्छौँ। यहाँ बिक्री मूल्य SP विथ भ्याट 100 प्लस भ्याट % by 100 into SP। ठीक छ। हाम्रो बिक्री मूल्य कति छ, 9,900 बराबर 100 प्लस भ्याट प्रतिशत 10 छ by 100 into हाम्रो SP भन्नाले विक्रय मूल्य हाम्रो निकाल्नु छ। यहाँ 9,900 बराबर 110 by 100 into सेलिङ प्राइस, 0 क्यान्सल भयो। हाम्रो SP कति आउँछ, 10 into 9,900, यो 99,000 आयो by 11, यहाँ हाम्रो 9,000 ले कट्छ। विक्रय मूल्य SP हाम्रो कति हुन्छ, 9,000। त्यसपछि हामीले SP आइसक्यो, हाम्रो SP आयो। SP आइसकेपछि हामी के निकाल्छौँ, मार्क प्राइस भन्नाले अंकित मूल्य। यहाँ डिस्काउंट प्रतिशत कति छ हाम्रो 10%। यहाँ हेरौँ अब अगाडि, अंकित मूल्य
एमपी हाम्रो कति छ, एमपी निकाल्नु छ। अनि एमपी निकाल्नको लागि हामी के गर्छौँ, हामी विक्रय मूल्यको फर्मुला युज गर्छौँ। विक्रय मूल्य एसपी बराबर 100 माइनस डिस्काउंट परसेंट बाय 100 इंटू अंकित मूल्य एमपी। हामीसँग विक्रय मूल्य कति छ, 9000। 100 माइनस डिस्काउंट परसेंट 10 बाय 100 इंटू मार्क प्राइस। हाम्रो 9000 बराबर 90 बाई 100 इंटू मार्क प्राइस। 0 कट्यो हाम्रो। एमपी बराबर कति निकाल्छ हाम्रो, 90000 बाई 9, यो हाम्रो आउँछ 10000। अंकित मूल्य हाम्रो एमपी कति आउँछ, आरएस 10000। ठीक छ, हाम्रो अंकित मूल्य आयो 10000। यो क्वेशनमा पहिला छुट प्रतिशत दिएको छ, डिस्काउंट परसेंट इज गिवन, छुट प्रतिशत दिएको छ 10%, भ्याट प्रतिशत 10% दिएको छ। त्यसपछि बिक्री मूल्य छ हाम्रो 9900। हामीले पत्ता लगाउनु छ अंकित मूल्य। अब यो चार्ट हेरौँ, हामीले दिएको छ एसपी विथ भ्याट भन्नाले बिक्री मूल्य। हामीले अर्को दिएको छ के, भ्याट प्रतिशत दिएको छ। हामीले पहिला के पत्ता लगाउनु पर्छ, एसपी पत्ता लगाइसकेपछि हाम्रो डिस्काउंट प्रतिशत पनि दिएको छ। हामीले के पत्ता लगाउनु छ त्यसपछि, मार्क प्राइस। अब हेरौँ यहाँ बिक्री मूल्यको हामीसँग फर्मुला के छ, एसपी भ्याट को 100 प्लस भ्याट प्रतिशत बाय 100 इंटू विक्रय मूल्य। हामीसँग बिक्री मूल्य कति छ, 9900 बराबर 110, 100 प्लस 10 बाई 100 इंटू सेलिङ प्राइस। यो हाम्रो आउँछ 9000 आउँछ। यो विक्रय मूल्य हाम्रो 9000 आयो। त्यसपछि हामीसँग विक्रय मूल्यको पनि फर्मुला छ। विक्रय मूल्य एसपी बराबर 100 माइनस डिस्काउंट परसेंट बाय 100 इंटू मार्क प्राइस। यो हाम्रो 9000 बराबर 100 माइनस 10 बाई 100 इंटू मार्क प्राइस, अंकित मूल्य। अब 9000 बराबर 90 बाई 100 इंटू मार्क प्राइस। यो हाम्रो एमपी कति आउँछ, 10000। हाम्रो अंकित मूल्य कति आयो, 10000। त्यस्तै हामी अर्को प्रश्न हेर्नेछौँ। सेतो प्रश्न हामी हेर्नेछौँ। सीताले एउटा टिभी 50,000 किनी। जसमा 10,000 छुट गरिएको छ र 10% भ्याट जोडिएको छ भने त्यो टिभी को अंकित मूल्य र छुट प्रतिशत पत्ता लगाउनुहोस्। ठीक छ, सीताले एउटा टिभी रु 50,000 मा किन्यो, जसमा 10,000 छुट गरिएको छ र 10% भ्याट जोडिएको छ भने त्यो टिभी को अंकित मूल्य र छुट प्रतिशत पत्ता लगाउनुहोस्। Sita bought a TV for Rs 50,000 in which 10,000 rupees is given as a discount and 10% VAT was levied on that television. Find the mark price and discount percent of that television. अब हम यहाँ प्रश्नमा दिएको तथ्यलाई लेख्छौँ। बिक्री मूल्य कति छ हाम्रो, बिक्री मूल्य एसपी विथ भ्याट। एसपी विथ भ्याट कति छ, आरएस 50,000। ठीक छ, त्यसपछि
त्यसलाई हामी 50,000 नगरेर 55,000 गरौँ। 55,000 गरौँ, ठिक छ। त्यसपछि हाम्रो मूल्य अभिवृद्धि कर कति छ, भ्याट प्रतिशत कति छ, 10%। त्यसपछि छुट कति छ, डिस्काउन्ट कति छ, आरएस 10,000, ठिक छ। यहाँ अब हामीले हेर्छौँ यहाँ चार्टमा एमपी हामीले पत्ता लगाउनु छ। यहाँ डिस्काउन्ट कति गरिएको छ, आरएस 10,000, एसपी र एसपी विथ भ्याट। हेर्नुहोस् यहाँ एसपी विथ भ्याट कति दिएको छ हाम्रो, आरएस 55,000, भ्याट कति, भ्याट प्रतिशत दिएको छ 10%। अब हाम्रो यहाँ दिएको के छ, एसपी विथ भ्याट दिएको छ र भ्याट प्रतिशत दिएको छ भने हामीले के पहिला पत्ता लगाउनु पर्छ, हामीले पहिला एसपी निकाल्नु पर्छ। हामीलाई एसपी निकालिसकेपछि हामीलाई डिस्काउन्ट प्रतिशत दिएको छ, त्यो डिस्काउन्ट एमाउन्ट दिएको छ, हामीले के निकाल्नु त्यसपछि हामीलाई एमपी निकाल्नु छ। पहिला डाटा के को दिएको छ, एसपी विथ भ्याट गिभन छ, मूल्य अभिवृद्धि कर दिएको छ, छुट प्रतिशत दिएको छ। हामीले पहिला के निकाल्ने, पहिला विक्रय मूल्य निकाल्ने, त्यसपछि अंकित मूल्य निकाल्ने छौँ। यहाँ हामीसँग बिक्री मूल्यको फर्मुला एसपी विथ भ्याट 100 प्लस भ्याट % बाय 100 इन्टु एसपी। हाम्रो बिक्री मूल्य कति छ, 55,000, 100 प्लस 10 बाय 100 इन्टु एसपी। हाम्रो यो कति आउँछ, 55,000 इक्वल टू 110 बाय 100 इन्टु एसपी। 0 कट्यो हाम्रो, एसपी बराबर 5,50,000 बाय 11 आउँछ हाम्रो 50,000। हाम्रो विक्रय मूल्य कति आउँछ, विक्रय मूल्य एसपी कति आयो हाम्रो, आरएस 50,000, ठिक छ। रु 50,000 हाम्रो के आयो, विक्रय मूल्य। त्यसपछि हामीले के पत्ता लगाउनु पर्छ, डिस्काउन्ट प्रतिशत दिएको छ हाम्रो। अब हामी के पत्ता लगाउँछौँ, अंकित मूल्य। अंकित मूल्य हामीले त्यसपछि निकाल्नु छ। हामीसँग फर्मुला के छ, विक्रय मूल्यको, विक्रय मूल्य के हामीसँग फर्मुला छ। अब हामी एमपी निकाल्नको लागि अंकित मूल्य हाम्रो के हुन्छ, अंकित मूल्य हाम्रो एमपी बराबर एसपी प्लस डिस्काउन्ट। एसपी प्लस डिस्काउन्ट कति दिएको छ हाम्रो, एसपी छ हाम्रो 50,000 र डिस्काउन्ट कति छ 10,000। हाम्रो एमपी कति आउँछ 60,000। हाम्रो एमपी कति आयो 60,000। पहिलो हाम्रो अंकित मूल्य पत्ता लाग्यो, त्यसपछि हामीले अब के पत्ता लगाउनु छ, छुट प्रतिशत। छुट प्रतिशत डिस्काउंट % बराबर छूट डिस्काउंट बाय अंकित मूल्य एमपी इंटू 100%। हाम्रो छूट कति छ, छूट छ हाम्रो 10,000 बाय एमपी कति छ हाम्रो 60,000 इंटू 100%। हाम्रो कति आउँछ 4 वटा 0 गयो, हाम्रो 3 यो 50। हाम्रो आउँछ 16 होल 2/3%। हाम्रो छूट प्रतिशत कति आयो 16 होल 2/3। यसलाई हामी यस्तो पनि लेख्न सक्छौँ 16.67%। त्यो मात्रै कुनै लेख्न सक्छौँ। यसलाई पहिले हेरौँ हामीले बिक्री मूल्य कति छ हाम्रो 55,000, भ्याट प्रतिशत कति छ हाम्रो 10% र छूट कति दिएको छ 10,000। अब हामीले पहिला के निकाल्ने, हामीले निकाल्नु पर्छ फर्स्टमा यो एसपी हामीले निकाल्ने छौँ। एसपी फर्मुला हामीसँग के छ, एसपी भ्याटको 100 प्लस भ्याट % बाय 100 इन्टू एसपी। हाम्रो एसपी आउँछ 50,000 हाम्रो एसपी आयो। त्यसपछि
हामीले अंकित मूल्य निकाल्ने छौं। अंकित मूल्यमा डिस्काउन्टलाई जोडिन्छ किनभने एसपी हामीसँग विक्रय मूल्यको फर्मुला के छ, एमपी माइनस डिस्काउन्ट अमाउन्ट। अब एमपी हाम्रो कति आयो, एसपी प्लस डिस्काउन्ट 50,000 प्लस 10,000 आयो हाम्रो 60,000 एमपी आयो। अब छूट प्रतिशत बराबर छूट बाय अंकित मूल्य इन्टु शेयर प्रतिशत। छूट हाम्रो कति छ, 10,000 बाय 60,000 इन्टु शेयर प्रतिशत। यो आउँछ हाम्रो 16 होल 2/3 16 होल 2/3। यसलाई हामी पोइन्टमा 16.67 पनि लेख्न सक्छौं। भयो हाम्रो